नमस्कार साथीहरु, स्वागत छ टेक ग्रो ट्रायलमा। यो च्यानलमा हामी कम्प्युटर, मोबाइल र इन्टरनेट टेक्नोलोजी सम्बन्धी सजिलो ट्रिक्स र टिप्स सिक्छौं। आजको भिडियोमा म तपाईलाई देखाउने छु YouTube बिना कपिराइटको संगीत कसरी डाउनलोड गर्ने र आफ्नो भिडियोमा कसरी सुरक्षित प्रयोग गर्न सक्नुहुन्छ। त्यसको बारेमा आज म देखाउने छु कि कसरी डाउनलोड गर्ने। आफ्नो एउटा कुनै ब्राउजर खोल्नुस्। जस्तै म क्रोम ब्राउजर खोल्छु। क्रोम ब्राउजर खोलेपछि त्यहाँ YouTube सर्च गर्नुस्। YouTube सर्च गरेपछि आफ्नो एउटा एकाउन्ट लगइन गर्नुस्। एकाउन्ट लगइन गरेर म चाहिँ त्यसमा क्लिक गरे। क्लिक गरेपछि यहाँ देखाउँछ एउटा YouTube स्टुडियो। YouTube स्टुडियोमा क्लिक गर्नुस्। YouTube स्टुडियो क्लिक गरेपछि बायाँ साइडमा हाम्रो यहाँ अडियो लाइब्रेरी छ। यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरेपछि हाम्रो अडियो लाइब्रेरी खुल्छ। त्यहाँ खुलेपछि म्युजिकमा क्लिक गर्नुस्। म्युजिकमा सबै म्युजिकहरु युट्युबबाट प्रोभाइड गरेका हुन्छन् जुन नन कपिराइट हुन्छ। यसमा कपिराइट हुँदैन, लाइफ टाइम हुन्छ। जहिले पनि युट्युबले रहन्छ जहिलेसम्म यो म्युजिकमा कपिराइट आउँदैन। एउटा म म्युजिक प्ले गरे। यो रङ छ नि, यहाँबाट चाहिँ फरवर्ड गर्न सकिन्छ। यहाँबाट छ नि यो रातो जस्तो, यसलाई फरवर्ड गर्न मिल्छ अगाडि पछाडि कसरी गर्ने। र मैले अर्को प्ले गरे। यसरी प्ले गरेर सुन्न सकिन्छ। अब यस्तोमा धेरै टाइम खर्च हुन्छ। त्यस टाइमलाई सेभिङ गर्नको लागि एउटा सर्च और फिल्टर लाइब्रेरीमा क्लिक गर्नुस् र यहाँ हाम्रो केही अप्सनहरु दिएका हुन्छन्। त्यहाँबाट फिल्टर गरेर सर्च गर्न सकिन्छ। म चाहिँ मुडमा क्लिक गरे। मुडमा क्लिक गरेपछि त्यहाँबाट एङ्ग्री वा बाइट, काल्म, डार्क, रोमान्टिक, ह्याप्पी, अब सैड जे मन छ त्यो सर्च गर्न सकिन्छ। मैले चाहिँ ह्याप्पीमा क्लिक गरेर अप्लाई गरे। त्यसपछि सबै जति छ नि मुड ह्याप्पी वाला त्यो सबै त्यहाँ आउँछ। यहाँबाट सुन्न सकिन्छ। म चाहिँ एउटा डाउनलोड गरेर देखाउने छु। यो डाउनलोड गर्नको लागि यहाँ राइट साइडमा डाउनलोडको अप्सन हुन्छ। यसमा क्लिक गर्दाखेरि यो डाउनलोड भएर यहाँ हेर्नुस् डाउनलोड भइसक्यो। त्यसमा टाइम लाग्दैन, चाँडै डाउनलोड गर्न सकिन्छ। यो डाउनलोड भएर आफ्नो फाइलमा बस्छ। यसरी चाहिँ हामी युट्युबबाट बिना कपिराइटको म्युजिक डाउनलोड गर्न सकिन्छ। यसलाई डाउनलोड गरेर आफ्नो फिल्मोरा वा प्रिमियम प्रोमा आकर्षक बनाउन सकिन्छ। यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने यो भिडियोलाई लाइक, शेयर, कमेन्ट गरेर हस्ता। आजको लागि यतिकै। अर्को भिडियोमा फेरि यस्तै नयाँ जानकारीमूलक भिडियो लिएर आउने छु। आजको लागि यतिकै। धन्यवाद।